हेलो एभ्रिवान गुड मर्निङ हजुरहरूलाई फेरि पनि स्वागत गर्दैछु मेरो अर्को एउटा नयाँ भिडियोमा। र आजको भिडियो चाहिँ सुरु भएको चाहिँ बिहानको 10 बजीदेखि अनि यता चाहिँ म माइत भनेर निस्केँ कि अब र म र हस्बेन्ड चाहिँ मलाई बस स्ट्यान्डसम्म छोड्नको लागि जानुभएको अनि हस्बेन्डसँगै म चाहिँ बात मार्दै थिएँ। अनि आज चाहिँ अब मार्केटको दिन पनि थियो, मङ्गलबार चाहिँ यहाँ मार्केट लाग्छ र त्यसको लागि म चाहिँ मार्केटमा पसेर अलिकति फलफुलहरू पनि लिनु थियो। अनि यहाँबाट सन्तलाहरू चाहिँ लिए हो रे। अनि अहिले चाहिँ हामी यहाँ फार्मेसीमा पसेको छौँ। मलाई चाहिँ गाडीमा हिँडेपछि बमी भइहाल्छ अनि त्यसको लागि चाहिँ यहाँबाट दबाई किनेर अनि यता चाहिँ अहिले हामी होटलमा पसेको छौँ। अब म चाहिँ अब यो गाडीमा गएँ भने एकैचोटि उहीँनेरि नाम्छु, कतै अब नामै पनि हुँदैन, त्यसरी किन्न पनि मिल्दैन भनेर म चाहिँ यहीँ मिसन चारालीबाटै किनेर लान आँटेको मिठाईहरू चाहिँ। र गाडी पनि आउने चाहिँ बेला भएकै थिएन र टाइम निकै थियो, त्यसको लागि चाहिँ हामी होटलतिर पस्यौँ। अनि अहिले चाहिँ हामी होटलबाट निस्केर गाडी लाग्ने ठाउँमा जाँदैछौँ भनौँ न। गाइस म चाहिँ अहिले यहाँ बस स्ट्यान्डमा आएर बसिरहेको छु, गाडी आएकै छैन अनि गाडीलाई पर्खेर यहाँ दुईजना बसिरहेको छु। गाडी चाहिँ आउँदै अरे टाउनबाट। अहिले चाहिँ यता गाडी पनि आइपुग्यो अनि म चाहिँ गाडीमा बसेँ र हस्बेन्ड चाहिँ अब मलाई गाडीमा उठाएर जान आँट्नु भएको र गाडी चाहिँ अब यहाँ धेर बेर रोक्दैन अरे, त्यसको लागि म चाहिँ उठिहालेँ फटाफट र गइहाल्छ अरे गाडी पनि। गाइस अहिले चाहिँ गाडी आयो अनि म चाहिँ जाँदैछु। यो गाडी चाहिँ धेर बेर रोक्दैन, हिँडिहाल्छ अनि गाडी आउने बित्तिकै उठेर चाहिँ गाडी चाहिँ गइहाल्छ। म चाहिँ अहिले जाडोबाट ज्याकेट लगाएको छु। अहिले चाहिँ म ओदालगुडी आइपुगेको छु र म चाहिँ अब गाडीमा एकछिन सुतेको थिएँ। आज चाहिँ मलाई एकदमै निन्द्रा लाग्यो र सुतेर उठ्दा त ओदालगुडी आइपुगेकी रहेछु। अनि यता चाहिँ गाडीमा पनि हेर्न सक्नुहुन्छ पुरा भिड भएको रहेछ, मलाई चाहिँ थाहा नै थिएन। म चाहिँ यस्तो निदाइछु नि गाइस, म चाहिँ सुतेर उठ्दाखेरि मोबाइल पनि तल भुइँमा झरिरहेको रहेछ, यस्तो तर्छ नि मोबाइल तल झर्दाखेरि र त्यतिखेरै उठेकी म चाहिँ। अहिले चाहिँ म नाम्ने जग्गा पनि आइपुग्न आँटो र साथै गाडी पनि पुरै खाली भइसकेछ। अनि यहाँ चाहिँ म अहिले गाडीबाट पनि नामेँ र अहिले चाहिँ म यहाँ दादाको दोकानमा बसिरहेको छु र भाइलाई फोन गरेर बोलाएको थिएँ, ऊ चाहिँ आउँदैछ भने अलिकति टाइम लाग्छ भनेर चाहिँ म यहाँ एकछिन भए पनि बस्दै गर्नु पर्यो भनेर बसेँ। एकछिन भन्दा पनि आउन चाहिँ अब निकै बेर टाइम लाग्यो अनि म चाहिँ त्यहाँ दिदीको दोकान पनि थियो र त्यहाँ गएर एकछिन अब के हेरेँ हो रे। अनि अहिले चाहिँ भाइ आएर जाँदैछु। अनि म चाहिँ माइत किन आएकी अचानक भन्दाखेरि भोलि चाहिँ काकीहरूको स्वस्थानीको साङ्गे छ र त्यसकै लागि चाहिँ म स्वस्थानी साङ्गेमै आएकी। गाइस म चाहिँ अहिले घरमा पनि आइपुगेँ भर्खरै, यहाँ आएर बसिरहेको छु, पुरा थकाइ लागेछ। अनि यता मिठाई खाँदैछ, आइपुग्न पाएको छैन, मिठाई खुवाइमा व्यस्त, बेग खोदाली भर्खरै मम्मी र बुबा भएर चामल हुँदै हुनुहुन्छ भित्र, यता खुवाइमा व्यस्त छ। आउने बित्तिकै मिठाई खोइ भनेर सोधेँ कि आम्मा केटाकेटी जस्तै।